नमस्ते सबैजनालाई। आज चाहिँ बिहान घुम्न गइरहेको छु। बिहानको 8:45 भएको रहेछ। 37 किलोमिटर जति, लगभग 40 किलोमिटर जति हाम्रो गन्तव्य स्थल रहनेछ र समुद्र पनि एकदम शान्त आनन्दको छ। मौसम पनि एकदम घमाइलो छ। लगभग 9:45 तिर पुग्छु। आज चाहिँ हाम्रो पसलमा रेस्टुरेन्टमा काम गर्ने सबैजना चाहिँ खाजा खान जाने भनेर चाहिँ प्लान भएको थियो। अरू सबै गाडीमा गए, कारमा जान्छन् होला, आफू चाहिँ अब बाइकमा। ओहो, क्या चिटिक्क घर के घर हो कि रिजोर्ट हो। 33 किलोमिटर छ, अझै 33 किलोमिटर। यो बाटो चाहिँ एकदम रमाइलो छ। धेरै गाडी पनि नकुद्ने, बाटो पनि राम्रो, सफा चिटिक्क। ओहो साथीहरू, हेर्नु त यहाँ आनन्द रमाइलो। यहाँ चाहिँ एकदम बस्ने, रमाइलो गर्ने। म्यापले जहाँ जहाँ देखाइरहेको छ त्यहीँ जान्छु। नयाँ बाटो, नयाँ ठाउँ। लुगा नपुगेर खुट्टामा चाहिँ चिसो आइरहेछ। मोजा पनि पातलो सानो पर्यो। अहिले 9 बजिसकेको छ। अझै 30 किलोमिटर बाँकी छ राइड। अहिलेसम्म त रमाइलो भइरहेको छ, चिसो। मेन पानी नपर्दै हुन्थ्यो के। पानी र हावा हो मेन समस्या भनेको। ओहो, यस्तो हो नि त नजारा भनेको। डाँडा काँडा, कहाँ बिल्डिङ मात्र हेरेर त वाक्कै भइसक्यो त। समुद्र हेर्ने डाँडा माथि गएर यस्तो राइड गर्ने चिल पाराले। अब यहाँबाट चाहिँ अलि स्लो हुनसक्छ साथीहरू, किनभने अब यहाँबाट 1 लेन हो। एउटा लेन भएको कारणले गर्दाखेरि चाहिँ यी गाडीहरू त्यहीँ लाइनै गइरहेको छ नि साथीहरू। बाइक भएको भए चाहिँ चाँडै पुग्थ्यो साथीहरू, किनकि बाइकको लिमिट पनि हुँदैन थियो। यो स्कुटरमा चाहिँ अब धुवाँ गर्दै गएपछि अलि अप्ठ्यारो के। ओहो, एकदम रमाइलो रहेछ त यार। नेपालमा घुमे जस्तो फिल भइरहेछ त यहाँ। हरियाली सरियाली यसो टक्क होइन। यो हो नि त। अझ यताबाट जानुपर्ने के रहेछ यहाँ फेरि यार। रमाइलो बाटो छ त होइन। यो गेनचुकीमा त म मात्रै हो क्या यो मोपेडमा, कोही देख्दिनँ त। म मात्रै पागल हो क्या 40 किलोमिटर यो गेनचुकीमा जाने। न बाइक देख्छु न के देख्छु। उ त्यो अगाडिको स्कुटर हो, त्यो स्कुटर हो कि के हो त्यो। ओहो, बङ्गुरको गाडी पो रहेछ त त्यहाँ अगाडि साथीहरू। हेर्नु त सफा छ नि त होइन। बङ्गुरको गाडी हो भने सफा छ, तर गनायो कि। भाइजरै लगाउनु पर्यो यार, गनायो। यो बङ्गुरहरूलाई गाह्रो हुँदैन क्या त्यो उभिएर जानलाई। ओहो, के हो यार, स्पेसल रिजोर्ट छ त। भोक पनि लाग्यो साथीहरू, के गर्ने अब। अझै 25 मिनट छ यार। मनाङ मुस्ताङ कता स्कुटर लिएर गइरहेको हुन्छ। जापानको यो सिधा रोडमा पनि चलाउन सकेन भने त के काम भयो। यस्तो हो नि त।
रिजोर्ट त एकदम खतरा छ अगाडिको। यो बीच एरिया जहाँ जहाँ हुन्छ नि त्यहाँ चाहिँ रिजोर्टहरू चाहिँ भइरहेको हुन्छ कि। अझै 14 किलोमिटर छ साथीहरू होइन। अब 20 किलोमिटर छ, 20 मिनट छ। यो माथि चाहिँ एक्सप्रेस वे हो, हाइवे हो, पैसा तिरेर छिर्नु पर्ने रोड हो क्या। अब पैसा तिरेर छिर्न मिल्ने हाइवेमा चाहिँ हामी चाहिँ छिर्न मिल्दैन भन्नाले यो स्कुटर लिएर चाहिँ छिर्न मिल्दैन। त्यसको लागि चाहिँ 126 सीसी भन्दा माथि हुनुपर्छ कि 125 भन्दा माथि हुनुपर्छ अनि मात्र छिर्न मिल्छ। बाइक पनि छिर्न मिल्छ के। ओहो हेर्नु त यार कस्तो रमाइलो। यहाँ चाहिँ अलि बाटो फराकिलो छ, बटार्ने बित्तिकै टिस कटिहाल्छ, गाह्रो पो छ त। यहाँ माथिको डाँडा पो रमाइलो लाग्यो त मलाई चाहिँ। फर्स्ट टाइम हो यो स्कुटरमा यत्रो लामो बाटो आएको। हामी नागो सहरमा पुग्यौँ जस्तो लागिरहेको छ मलाई। कहाँ गाउँबाट आएर यहाँ सहर, यहाँ म्याकडोनल्ड हेर्नु त, बिल्डिङ यत्रो बिल्डिङ। 12 किलोमिटर छ अझै, 12 मिनट छ। मेयो युनिभर्सिटी, के को युनिभर्सिटी रहेछ यो। अब बाँकी छ 5 किलोमिटर। पसल चाहिँ 10:30 बजीतिर खुल्छ होइन। म चाहिँ अब लगभग 10 बजीतिर पुग्छु, किनकि अब मेरो ठेगान थिएन म कति बजे पुग्छु होला भनेर चाँडै निस्केको। उतै गएर यसो जिउसिउ तन्काएर होइन टक्क कफी सफी के खान मिल्ने खाएर। तोगुची पोर्ट, सेसोके आइल्यान्ड, मोटोबु पोर्ट। कता देखाइरहेको छ यो, यस्तो पो रहेछ नागो सिटी भनेको। के गर्ने त साथीहरू, हामी त जङ्गलमा बस्ने मान्छेहरू, अब सहरको बारेमा त कहाँ थाहा हुन्छ त। लगभग 1 घन्टा 20 मिनटमा जति चाहिँ पुगेको। ओहो ट्रक त मारामार छ त यहाँ साथीहरू। यहाँ त पानी पर्ला पर्ला जस्तो पो देखायो त यार। पाइनएप्पल पार्कमा पनि यसो जानुपर्ने। बाइक पार्क चाहिँ कता हो अब। कहाँ हो यहाँ हो हुन त। बाइक चाहिँ कहाँ राखौँ भन्ने कुरा हो कि म यहाँ अब। यतै राख्ने हो कि
अस्पताल ल साथीहरू म चाहिँ यहाँ पुगिसकेँ होइन टक्क लगाएर पछाडि हो यही हो ठाउँ चाहिँ यही हो म चाहिँ पुगेँ अब यो बाइक चाहिँ कहाँ राख्ने भन्ने कुरा यहाँ मिल्छ मिल्दैन त अब होइन भोक लागिरहेछ यस्तो बासाइरहेछ कता राख्ने हो के राख्ने हो ल साथीहरू अब म चाहिँ अब एकछिनमा खानपिन गर्छु त्यसपछि चल्दिहाल्छु म आफ्नो रुमतिर 2 घन्टा छुट्याएर त जानु पर्यो हैन साथीहरू खाना त खाएँ खाइसकेपछि निन्द्रा लाग्न लाग्यो अब फेरि 36 किलोमिटर जानुपर्ने छ 36 किलोमिटर ल यात्रा सुरु गरौँ साथीहरू सुरु गरौँ यही बाटो हो र भने यार म त हाइवेमा पो छिरे जस्तो छ त साथीहरू टोल रोडमा यो त होइन कहाँ बाटो मिस्टेक भएको साथीहरू यार हेर्दै नि एक्सप्रेस वेमा त छिर्न मिल्दैन त नि त यो बाटो हुनुपर्ने हो 58 म्याप हेर्दै पनि एभोइड हाइवे एभोइड टोल्स भनेर चाहिँ मैले राखेको थिएँ तर नि कहाँ मिस्टेक भएछ त मेरो मलाई जरिवाना त तिराउने होइन कतै मैले रामसिंह हेर्नुपर्ने थियो कि यो म्याप पनि तल पैसाको देखाइरा हुन्थ्यो होला नि यो टोल रोड हो भने चाहिँ कहाँनिर मिस्टेक भयो अब चेक गर्नुपर्छ अघिको ठाउँमा आएँ म साथीहरू
कहाँ मिस्टेक भएछ हेर्नु पऱ्यो अब घर गएर हेर्नुपर्छ